यो हाम्रो माथातिर चन्द्रगिरीको साइड हो। यहाँ चाहिँ हाम्रो फुल इन्टेरियर प्रोजेक्ट हो। यो चाहिँ हाम्रो लिभिङ रुम हो। यतापट्टि हाम्रो इन्ट्री पोइन्ट छ भने यतापट्टि फल सिलिङ डिजाइन आउन बाँकी छ। यो चाहिँ हाम्रो लिभिङ रुम थोरै डाउनमा छ र यस हाम्रो फल सिलिङ डिजाइन गरेका छौँ यसरी। यतापट्टि आउने बित्तिकै हाम्रो स्पेसियस किचन छ, फुल्ली ओपन किचन डाइनिङ एरिया छ। यतापट्टि हाम्रो किचनको स्ल्याब बस्छ भने यतापट्टि हाम्रो डाइनिङ बस्छ। डाइनिङमा पनि हामीले यसरी फल सिलिङ डिजाइन गरेका छौँ र यतापट्टि पनि हाम्रो यस्तो फल सिलिङ डिजाइन आएको छ कप। यतापट्टि हाम्रो फर्स्ट स्टेयरकेस जाने बाटो छ माथिपट्टि। यहाँबाट हामी फर्स्ट फ्लोरमा जान्छौँ भने यो चाहिँ हाम्रो फ्यामिली एरिया। यतापट्टि एउटा बेडरुम छ, उतापट्टि अर्को बेडरुम, यतापट्टि मास्टर बेडरुम छ। यतापट्टि अर्को मास्टर बेडरुममा हामीले यसरी फल सिलिङ डिजाइन गरेका छौँ कप प्याटर्नमा। यतापट्टि हाम्रो बेड बस्छ, यो चाहिँ बाल्कनी एरिया र यतापट्टि हाम्रो वार्डरोब सेक्सन, अट्याच वासरुम र यतापट्टि पनि हामीले एल सेपमा डिजाइन गरेका छौँ कप र यतापट्टि पनि हाम्रो बाथरुममा पनि वाटरप्रुफ फल सिलिङ बस्छ। र यताबाट बाहिर निस्किने बित्तिकै फ्यामिली रुम, यतापट्टि अर्को फल सिलिङ डिजाइन। यो चाहिँ हाम्रो पुटिङको काम हुँदैछ अहिले। र त्यसपछि यतापट्टि अर्को मास्टर बेडरुम, यतापट्टि हाम्रो कमन टोयलेट छ। यो चाहिँ स्पेसियस मास्टर बेडरुम। यतापट्टि पनि हामीले यसरी फल सिलिङ डिजाइन गरेका छौँ। यतापट्टि बेड बस्छ भने यतापट्टि हाम्रो यसको वार्डरोब बस्छ।